सो गाइज मेला लागिसकेछ हाम्रो सुकीबार मन्दिरमा है कति कति रहेछ त घाम लाग्छ क्या मतलब मेला भनेको यस्तो हुने रहेछ है गाउँतिर अहिले राति चाहिँ झन् बवाल हुन्छ क्या यहाँ बदाम छ साइड साइडमा तर म खादिनँ त मिठाई छ वाउ समिति मेलाको समिति छ के त यहाँ मेरो दाइहरू हुनुहुन्छ खै बोलाउनु नि भाउजूलाई फोटो खिच्दै हुनुहुँदो रहेछ क्यामेराम्यान यहाँ छ फोटो चाहिँ एक्लै एक्लै खिच्दैछ उनीहरू हो गा जुनी जुनी पूजा गर्यो अब के खाएको यो चम्चा खाएको मिठो छ भाउजू जाम भाउजा यस चिल्लर पार्टीहरू ल किनिसक्यो किनिसक्यो त कहाँ धेरै किन्नु हुँदैन खाना बनाउनुहोस् तिमीहरूलाई ओए डब्लु 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 भन्ने हजुर के खाने भन म किनिदिन्छु अहिले घाम छ अहिले बेलुका हुने फेरि गर्ने है ल कस्तो पोलेको है ल वाउ नाइस म फोटो खिचिदिन्छु हस् यस्तो गर चिज खिचिक भयो के खाने हिँड ल किनिदिन्छु लिएर आऊ उनीहरूलाई यहाँ चिल्लर पार्टीहरूले के किन्ने भन्दैछ मेरो भतिजी हो ऊ बहिनी हो यताको कुन खाने पेडा खाने पखा आऊ बहिनीहरूसँग चिप्स किनेर उनीहरू किन न किन ऊ बहिनीले ल खै भागिसक्यो त पेडा किन्दै त भागिसक्यो बहिनी त कहाँ पुग्यो ऊ माग नि त माग जान किन के लिए अब त ल दुईजना खाऊ तिमी पनि खाऊ न हो त्यसरी खाऊ तिमी नखाने 10 भरे एक गरी दिखाऊ पेड़ा हाउ मसा एक हो तिमी पनि खाने हो मिठो रहेछ ल खाएको भन घर जाने अब है कसको छोरा हो कस्तो गर्मी है छोरे ल दिनु पैसा फेरि त दिनु भाउजू कतिको 200 को जम्मा ए कति सस्तो रहेछ यार आधी केजी जेरीको जम्मा छ बुवा खै त खै भाउजूहरू गाडी लग्छ भाउजूहरूलाई बोलाउ न कता हो ए हो तिम्रो रे